सम्पूर्णमा जय मसीह ईश्वरको महिमा होस्। यो एपिसोडमा हजुरहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु र फेरि पनि म लामो समयपछि तपाईहरुको माझमा उपस्थित भइसकेको छु र आज हामी केही विषयवस्तुमा रहेर छलफल गर्नेछौँ कि अहिलेको यो परिस्थितिमा यो अन्धकारको शासकले अथवा शैतानले कसरी काम गरिरहेको छ त भन्ने कुरालाई हामी केही समय अगाडिको केही कुराहरू सहित अहिलेको वर्तमान समयमा भइरहेको कुराहरूलाई हामी कोट्याउनेछौँ। हामीले हेर्ने हो भने स्वर्गमा लडाई भयो र लुसिफर र तिनका दूतहरूले पनि युद्ध गरे र मिखाएलसँग हारे। त्यसपछि उनीहरू ब्रह्माण्डमा खसालिए। त्यसपछि परमेश्वरले सुन्दर पृथ्वी बनाउनु भयो। सुन्दर पृथ्वीमा पनि आएर परमेश्वरले बनाउनु भएको सर्वश्रेष्ठ प्राणीलाई शैतानले के गरेको पाउँछौँ भन्दाखेरि छल गरेको पाउँछौँ। यो ध्रुव सत्य कुरा हो जुन चाहिँ उत्पत्तिको पुस्तक 3 अध्यायमा हामीले पाउन सक्छौँ कि त्यसपछि विभिन्न समय अवधिमा शैतानले मानिसहरूलाई आफ्नो बसमा पार्दै चाहिँ आफ्नो चाहिँ बढी गरेर ईश्वरबाट मानिसहरूलाई टाढा लगिरहेको हामीले देख्न सक्छौँ। त्यसपछि उत्पत्तिमै हत्या भएको कुरा पाउँछौँ। कैनले आफ्नो भाइ हाबिललाई मारेको। त्यसपछि नोआको जलप्रलयमा हामी के देख्छौँ भन्दाखेरि हजारौँ लाखौँ लाख मानिसहरूले परमेश्वरको जनको कुरा नसुनेको हामीले देख्न सक्छौँ। त्यसपछि त्यहाँ बाढीपछि पनि निम्रोद नामक व्यक्ति हामी देख्छौँ जो चाहिँ सबैभन्दा शक्तिशाली थिए। त्यहाँ यति धेरै त्यहाँ दुष्टताहरू बढ्दै बढ्दै गएको हामीले देख्न सक्छौँ। र यो समय अवधिलाई हेर्ने भने शैतानले कसरी काम गरेको छ त कि परमेश्वरका जनहरूलाई सिद्ध्याउनका निम्ति हैन अनेक कालखण्डमा हरेक व्यक्तित्वहरूद्वारा चाहिँ काम गरेको हामीले देख्न सक्छौँ। त्यसपछि हामीले यो घटनाहरू हेर्दै जाँदाखेरि थोरै हामी के देख्छौँ भन्दाखेरि येशूको समय पनि मुक्तिको योजनालाई छताछुल्ल पार्नको निम्ति जब हेरोदद्वारा त्यहाँ शैतानले काम गरेको थियो हैन, येशूलाई मार्नका निम्ति यहुदीहरूको राजालाई मार्नका निम्ति चाहिँ हेरोद राजाले के गरेको थियो भन्दाखेरि 2 वर्षभन्दा मुनिका सबै यहुदी बच्चाहरूलाई मारेका थिए। त्यो समयमा यर्मियाले भविष्यवाणी गरेको जुन कुराहरू थियो त्यो पुरा भएको कुरा हामीले देख्न सक्छौँ। भने विभिन्न समयमा चाहिँ शैतानले चाहिँ परमेश्वरको जनहरूलाई परमेश्वरका मानिसहरूलाई सिद्ध्याउनका निम्ति चाहिँ अनेक उपायहरू रचेको थियो। त्यसपछि उपवासको समयमा येशू जब 40 दिन 40 रात उपवास बस्नुभयो त्यो समय पनि शैतानले एकदम येशू ख्रीष्टलाई सताएको थियो अथवा जुन उद्देश्य थियो त्यो उद्देश्यलाई विफल गराउनका निम्ति शैतानले अनेक योजनाहरू बनाएर येशूको समक्ष गएको थियो। त्यो धेरै गाह्रो कुरा थियो प्रभु येशूको निम्ति। भने त्यस्तो कुनै पनि परीक्षामा येशू ख्रीष्ट पर्नु भएन मित्रज्यूहरू। भने हामीले के देख्छौँ भन्दाखेरि अझै हामीले त्यसपछिको कुरालाई हामीले हेर्ने भने अझै चाहिँ शैतानले के गर्यो भन्दाखेरि येशू ख्रीष्ट चाहिँ मरेर जब येशू ख्रीष्ट मर्नुभयो क्रुस काठमा तब शैतान धेरै खुसी भएको थियो। जब शैतान चाहिँ खुसी भइरहेको थियो तब तेस्रो दिनमा जब येशू ख्रीष्ट बौरी उठ्नुभयो त्यसपछि शैतान दुखी भयो किनकि अब अझै बृहत रूपमा काम हुनुपर्ने थियो। त्यो देखेर शैतान धेरै दुखी भयो। त्यसपछि शैतानले त्यही पनि हार खाएन। त्यसैपछि पनि धेरै काम गर्न सुरु गर्यो। अब के भयो भन्दाखेरि अब चेलाहरूको समयमा बृहत रूपमा त्यहाँ काम हुन थाल्यो। हेर्नु एकै दिनमा 3000 मानिसहरूले चाहिँ विश्वास गर्न थाले, बक्तिस्मा लिन थाले। हजार मानिसहरूले एकै दिनमा हुलका हुल मानिसहरू चाहिँ येशूको सामु अगाडि घोडा टेक्ने चेलाहरूले जुन सत्यको सुसमाचार सुनाउँथे त्यो सुसमाचारमा विश्वास गरेर एकै दिनमा मानिसहरू हजारौँ मानिसहरूले बक्तिस्मा लिएको घटनाहरू हामीले प्रेरित पावलको पुस्तकहरूमा हामीले भेटाउन सक्छौँ। त्यसै बखतमा शैतानले के गरेको छ भन्दाखेरि त्यो समयहरू बित्दै जाँदाखेरि त्यहाँ परमेश्वरका जनहरू चाहिँ सताइएको कुराहरू हामीले देख्छौँ। जुन पहिलो मण्डलीहरू यति सताइएका छन् कि त्यो बेलाका मानिसहरूलाई कि उनीहरूलाई चाहिँ मर्न न बाँच्न गराइएको छ। शैतानले यसरी काम गरेको छ। त्यो समयमा चाहिँ त्यहाँ जुन इसाईहरूलाई सताउने जुन चाहिँ अन्य जातिहरू छ उनीहरूबाट चाहिँ शैतानले के गरेको छ भन्दाखेरि काम गरेको कुरा हामीले देख्न सक्छौँ त्यहाँनिर। भने त्यसपछि काम गर्दै जाँदाखेरि जुन मूर्ति पूजक अनुयायीहरू जोहरू चाहिँ मूर्तिको आराधना गर्थे उनीहरू पनि एकदम के गर्न थाले भन्दाखेरि त्यो इसाईहरूलाई सताएको देखेर उनीहरू पनि खुसी हुन थाले। भने त्योभन्दा धेरै खुसी को भइरहेको थियो भन्दाखेरि शैतान खुसी भइरहेको थियो कि अति नै ऊ चाहिँ रमाइरहेको थियो शैतान चाहिँ। किनभने इसाईहरूलाई सताइरहेको थियो। भने अब के भयो भन्दाखेरि जति सताइँदैछ त्यति नै इसाईहरूको सङ्ख्या वृद्धि हुँदैछ।
भने अब शैतानको योजनाहरू त विफल हुँदैछ। जति इसाईहरूलाई चाहिँ मार्दैछन्, जति इसाईहरूलाई सताउँदैछन्, जति चाहिँ इसाईहरूलाई चाहिँ प्रचार नगर्नु भनेर दबाब दिइरहेका छन्, अब त्यति नै ईश्वरको कामहरू भएको हामीले त्यहाँ देख्न सक्छौँ। भने त्यसपछि पछिल्लो समयहरूमा घटनाले फेरि मोड लिन्छ। शैतानले के गर्छ भन्दाखेरि अब यसरी जति पनि सताइएका छन्, अब यसरी त जति सतायो जति मरो त्यति नै मानिसहरूको सङ्ख्या त इसाईहरूको सङ्ख्या त बढ्दो रहेछ भने अब शैतानले के काम गर्यो भन्दाखेरि अब अरू अन्यजातिहरूले पनि के गरे भन्दाखेरि जुन चाहिँ के भन्छ एउटा क्रिस्चियन सम्प्रदायलाई अँगाले अथवा येशू प्रभुलाई अँगालेको कुरा हामीले देख्छौँ। भने जब अन्यजातिहरूले पनि येशू ख्रिस्टलाई अँगालिसकेपछि के भयो भन्दाखेरि अब उनीहरूले त मूर्ति पूजा गरेको भने अब उनीहरूले अब के गर्न ल्याउन थाले, भित्राउन थाले भन्दाखेरि मण्डलीहरूमा चाहिँ त्यहाँनिर यस्तो खालको परियोजना ल्याएको छ। हेर्नुहोस्, त्यो बेलामा मानिसहरूले जुन नयाँ विश्वासी हुँदै गरेको नयाँ क्रिस्चियन सम्प्रदायले चाहिँ के गर्यो भन्दाखेरि उनीहरूले चाहिँ मरियमको मूर्ति, येशू प्रभुको मूर्ति, योसेफको मूर्तिलाई बनाएर चाहिँ ढोक्न सेवा आराधना गर्न सुरु गरे। भने येशूमा त विश्वास गर्यो भने मूर्ति पूजकलाई उनीहरूले छोड्न सकेनन्। भने अब त्यहाँनिर चाहिँ कतिजना इसाईहरू चाहिँ त्यसरी नै साँचो आराधकहरू पनि उनीहरूसँग मिल्न गए। ओहो, हामी सबै एउटै त रहेछौँ। अनि त्यसपछि मूर्ति पूजक इसाईहरूले पनि के भन्न थाले भन्दाखेरि साँचो परमेश्वरको आराधकहरूलाई हामी त एक रहेछौँ नि, हामी सबै येशूको आराधना गर्ने मानिस हौँ, आउनुहोस् हामीसँग हात मिलाउनुहोस् भनेर भन्दाखेरि कति मानिसहरूले उनीहरूसँग हात मिलाए, कतिले चाहिँ मिलाएनन्। जोहरूले सत्यको वचनलाई अँगालेका थिए, जो येशू ख्रिस्टको सत्यतामा हिँडेका थिए, जो चाहिँ मूर्ति पूजा गर्नु चाहिँ 10 आज्ञा परमेश्वरले दिनुभएको 10 आज्ञाको दोस्रो आज्ञाको विपरीत हो भन्ने कुरा जो मानिसहरूले बुझेका थिए, उनीहरू कहिले पनि मूर्ति पूजक इसाईसँग चाहिँ सम्झौता गरेनन्। तर यो द्वन्द्व जारी नै भइरहेको, एउटा इसाईले अर्को इसाईलाई फेरि मार्न सुरु गरियो, निरन्तर रूपमा यो सताउन सुरु गरियो। किनकि त्यहाँ हामी फादर पोपहरूको कुराहरू देख्छौँ। त्यहाँ अझै शैतानले के गरेको छ भन्दाखेरि अब त्यहाँ चाहिँ मूर्ति पूजक रोम होइन, त्यसपछि त्यहाँ हामीले त्यो क्रिस्चियन सम्प्रदायमा जुन चाहिँ रोमन क्याथोलिक पोप अथवा फादरहरूलाई हामीले देख्न सक्छौँ। उनीहरूले पछि के गर्न थाले भन्दाखेरि अब चाहिँ ईश्वरको प्रतिनिधि हामी हो, हामी चाहिँ तिमीहरूको पाप क्षमा गर्न सक्छौँ, हामीसँग चाहिँ पाप क्षमा गर्न अधिकार छ भन्ने कुरा चाहिँ उनीहरूले यसरी चाहिँ मूर्ति पूजक इसाईहरूलाई ल सबै इसाईहरूलाई यसरी भन्न थाले, हामी चाहिँ ईश्वरको प्रतिनिधि हो, येशूको प्रतिनिधि हो, हामी पाप क्षमा गर्न सक्छौँ, हामीले पाप क्षमा गर्न अधिकार दिएको छ भनेर यसरी पोपहरूले त्यसपछि फादरहरूले यसरी भन्न थाले। हेर्नुहोस्, त्यसपछि शैतान एकदम रमायो, किनकि पैसा लिएर पाप क्षमा गर्ने त्यसपछि विभिन्न चाहिँ त्यहाँ प्रक्रियाहरूको कुराहरू हामीले देख्न सक्छौँ। यस्तो कुराहरू भयो। तर परमेश्वरको साँचो आराधकहरू चाहिँ अझै पनि स्थिर नै छन्, तर थोरै छन्। अनि त्यसपछि अब के गरियो भन्दाखेरि फादरहरूले त्यसपछि पोपहरूले चाहिँ के गरे भन्दाखेरि धर्मशास्त्र पढ्नका लागि साधारण सहज विश्वासीहरूलाई निषेध गरियो। उनीहरूले सत्यता थाहा पाउँछन् कि हाम्रो कर्तृत्वहरू थाहा पाउँछन् भनेर जसले धर्मशास्त्र पढ्थे उनीहरूलाई धर्मशास्त्र खोसिदिन्थे, उनीहरूलाई चाहिँ सताउने गरिन्थ्यो, उनीहरूलाई यहाँसम्म कि यातना दिन्थ्यो, कालकोटरीमा थुनिन्थ्यो, उनीहरूलाई चाहिँ आत्महत्या गर्न बाध्य गराइन्थ्यो अथवा उनीहरूलाई चाहिँ मारिन्थ्यो। यस्तो खालको चलन चाहिँ गर्ने गराउने थिए। हेर्नुहोस् प्रियजनहरू, कि शैतानले यसरी काम गर्दै आएको छ भने साँचो आराधक परमेश्वरका जनहरू अझै सताइएकै छन्, उनीहरूले धेरै सङ्घर्ष गरिरहेको छन्। भने कतिजना मानिसहरू हाम्रो ज्यान जोगाउनको लागि भए पनि हामी उनीहरूसँग मिल्नुपर्छ भनेर कति परमेश्वरको साँचो आराधकहरू अथवा सेतो झन्डा फरफराउनेहरू, येशूको झन्डा फरफराउनेहरू, त्यही कालो झन्डा फरफराउनेहरूसँग मिल्न जान्छन्। त्यसपछि अब यहाँ कस्तो तरिकाले शैतानले काम गरेको छ भन्ने कुरा हामीले यहाँ नितान्त विषयवस्तुत्वहरू हामीले देख्न सक्छौँ। त्यसपछि हामीले शैतानले काम गरेको विविध कुराहरू हामीले यहाँ वास्तविक शैतानले आफ्नो चरित्रहरू मानिसहरूद्वारा प्रकटीकरण गराएको छ, आफ्नो चरित्र प्रकट गराएको कुरा हामीले देख्न सक्छौँ। हेर्नुहोस्, त्यसपछि हामी के पाउँछौँ भन्दाखेरि शैतानले यी विविध कुराहरू गर्दै गर्दाखेरि शैतान एकदम क्रोधित हुँदै जान्छ कि जति जति सताइन्छ त्यति नै मानिसहरूको सङ्ख्या बढ्दो गरेको शैतानले देख्छ। त्यसपछि समय अवधि बित्दै जाँदाखेरि होइन, त्यहाँ हामीले 538 देखि 1798 एडीसम्म चाहिँ धेरै इसाईहरूलाई सताएको, मारेको, त्यसपछि करोड 5 करोडभन्दा बढी इसाईहरूलाई मारेको घटनात्मक कुरा अन्धकारको युगमा
भएको घटनाहरू हामीले देख्न सक्छौँ। त्यसपछि शैतानले के गर्यो भन्दाखेरि त्यसरी पनि उपाय लागेर, किनकि जति मानिसहरूलाई सताए, जति मारो, जति परमेश्वरको आराधकहरूलाई चाहिँ जलाएर मारो, मट्टीतेल हालेर कतिलाई मारियो, कतिलाई चाहिँ कालो कोठरीमा थुनेर मारियो, कतिजनालाई अनिकाल चाहिँ भुमरीमा पारियो भने यति गर्दा पनि परमेश्वरका जनहरू चाहिँ हाँसी हाँसी प्रार्थना गर्दा गर्दै भजन गाउँदै गर्दै मरेको देखेर शैतान एकदम दुखित भयो। किनकि मुक्ति त उनीहरूले पाउँछन् नि, किनकि शरीर पो मरेको छ भने उनीहरूको जुन आत्मा भन्ने त जीवित हुन्छ भन्ने यो कुरालाई मध्यनजर गरेर त्यसपछि शैतानले के गर्यो भन्दाखेरि धर्मशास्त्र बाइबललाई बङ्ग्याएको कुरा हामीले देख्न सक्छौँ। सिद्धान्तले परिवर्तन गरेको छ मित्रजनहरू। यो यस्तो खालको सिद्धान्त परिवर्तन गरिदियो कि बाइबलमा हरेक कुराहरू हामीले हेर्न भने कि शैतानले के गर्यो भन्दाखेरि आफ्नो प्रतिनिधि त्यो व्यक्तित्वहरूद्वारा यस्तो काम गर्यो, सब्बात दिनलाई परिवर्तन गरेर विश्राम दिन अथवा पहिलो दिनमा, सातौँ दिनलाई परिवर्तन गरेर पहिलो दिनमा लागू गर्यो। परमेश्वरको आशिषको दिन, परमेश्वरको पवित्रताको दिन, विश्रामको दिनलाई त्यागेर परमेश्वरको जुन एउटा परमेश्वरले 6औँ दिनसम्ममा सबै कामहरू गरेर 7औँ दिनमा विश्राम गर्नु भएको कुरालाई चाहिँ यो नलेखेर शैतानले आफ्नो अनुयायीद्वारा के बोल्यो भन्दाखेरि विश्राम दिन पालन गर्नुपर्छ भन्ने कुरालाई चाहिँ औलाइदियो। त्यसपछि यो कहाँ लागू भयो भन्दाखेरि रोमन क्याथोलिकको ले लागू गरेको कुरा हामीले पाउँछौँ। 321 एडीतिर यो व्यवस्था परिवर्तन गरिएको छ। दानियल 7:25 बमोजिम उसले सर्वोच्चको विरुद्धमा बोल्नेछ, समय ठहराएको समय र व्यवस्थाहरू परिवर्तन गर्नेछ भन्ने कुराहरू हामीले यहाँनिर देख्न सक्छौँ। हेर्नुहोस् कि यसरी विविध कुराहरू परिवर्तन गरेको छ। यस्तो धेरै विधि विधानहरू छ, यस्तो धेरै कुराहरू छ जुन चाहिँ धर्मशास्त्र बाइबललाई नै बङ्ग्याएको मुक्तिको लागि विश्वास गरे मात्र पुग्छ, काम गर्नु पर्दैन। तपाईँले बत्तिसमा लिनुभयो भने त जीवनको पुस्तकमा नाम लेखियो त, तपाईँले के गर्नुपर्छ त भन्ने कति व्यक्तित्वहरूले यसरी भन्ने गर्छन्। लगायत अझै धेरै कुराहरू छन्। मर्ने बित्तिकै तपाईँको आत्मा त स्वर्ग गइसक्यो भने आत्मा त स्वर्ग गयो भने येशू ख्रीष्टको दोस्रो आगमन किन हुन्छ भन्ने कुरालाई मानिसले यसरी निहाल्न सकेका छैनन् मित्रजनहरू। त्यसकारणले गर्दा हरेक व्यक्तित्वहरूको जीवनमा चाहिँ सानो सानो भ्रमपूर्ण कुराहरू छरिएका छन्। त्यो भएको कारणले गर्दा हरेक व्यक्तित्वहरू हरेक कालखण्डमा हरेक समयमा मुक्ति नपाउन् भनेर शैतानले विविध योजनाहरू बनाएको छ। यस कारणले गर्दा शैतानको योजनाहरूलाई विफल गर्नका निम्ति एउटै योजना छ, परमेश्वरमा लीन भएर, परमेश्वरमा अडिग भएर, साँचो परमेश्वरको आराधक भएर येशूले दिनुभएको धर्मशास्त्रको वचनहरू पालन गर्दै येशूतर्फ अघि बढ्न नै हाम्रो निम्ति युद्ध हुन्छ। परमेश्वरको आज्ञा पालन गर्ने, येशूमाथि विश्वास राख्ने सन्तहरूको धेरै उदाहरण यसैमा छ भन्ने कुरा प्रकाश 14:12ले प्रमाण दिन्छ। यसै कारणले गर्दा हामीले यो बुझ्न सकौँ कि येशूमा एक हुन सकौँ, शैतानको विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरको सम्पूर्ण हतियार तयारी गरेर राखौँ। हामी उठौँ, हामी खडा हौँ, शैतान कसलाई भेटाउँ र खाइहालौँ भनेर गर्जने सिंह चाहिँ आइरहेको छ। हाम्रो उठ्ने बेला आएको छ। हामी चाहिँ येशूको बाणी बोल्ने बेला आएको छ। हामी येशूतर्फ अघि बढ्ने बेला आएको छ। त्यसकारण प्रिय मित्रजनहरू, कृष्ण दाजुभाइहरू, येशूतर्फ अघि बढ्नका निम्ति, स्वर्गको राज्य प्राप्त गर्नका निम्ति, जीवनको मुकुट प्राप्त गर्नका निम्ति, हाम्रो नाम चाहिँ जीवनको पुस्तकमा लेखिनका निम्ति येशूतर्फ अघि बढौँ। परमेश्वरले निश्चय नै हामीलाई सहायता गर्नुहुनेछ। परमेश्वरमा हामी अघि बढौँ, परमेश्वरले हामीलाई निश्चय नै सहायता गर्नुहुनेछ भन्दै आजको यो छोटो वचन यही राख्छु। सबैजनालाई जय मसीह।